पपु नेवाखल समूहद्वारा आयोजित चौथो बृहत वनभोज तथा प्रथम अधिवेशनमा अध्यक्षता ग्रहण गरिरहनुभएका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगणहरू, उपस्थित हुनुभएका सम्पूर्ण सदस्यज्यूहरू, कार्य समितिज्यूहरू, आजको यस कार्यक्रमलाई भव्य अनि सभ्य पार्नको लागि उपस्थित हुनुभएको मेरो सम्पूर्ण आदरणीय व्यक्तित्व दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम त स्वीकार्नुहोस् म रेखा श्रेष्ठको तर्फबाट पहिलो अभिवादन नमस्कार। आजभन्दा 3 वर्ष अगाडि 2080 साल जेठ 28 गते हाम्रो यो दाजुभाइ तथा दिदीबहिनीहरूको छुट्टा छुट्टै समूह निर्माण गरिएकोले चौथो वर्षमा प्रवेश गरिरहेको छ। यो साँच्चीकै हामी भित्रको आत्मीयता, दाजुभाइता, भाइचारा सबै कायम गर्ने, एकता राख्ने यो एउटा माध्यम बनेको छ। त्यसैले तपाईँ सम्पूर्ण आदरणीय व्यक्तित्वहरू चाहिँ अब वर्षमा एकचोटि गर्ने यो पिकनिक कार्यक्रम जुन भेटघाट अनि यो हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरूको सम्बन्धलाई सुधार गर्ने एउटा यो माध्यममा चाहिँ सक्रिय उपस्थित हुन्छ भन्ने मैले विश्वास गरेको छु र यहाँ उपस्थित आफ्नो कार्य व्यस्तताका बावजुद पनि आज यो दिन छुट्याउनु भयो। यो दिनलाई चाहिँ पुरै इन्जोय गर्नु होला। अन्तिमसम्म चाहिँ यो कार्यक्रममा चाहिँ आफ्नो फ्यामिली, दाजुभाइ तथा दिदीबहिनी सबैजना मिलेर चाहिँ रमाइलो गर्नु होला भन्दै तपाईँ सम्पूर्णलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। हार्दिक स्वागतम, धन्यवाद।